ओके लास्ट भिडियोमा तपाईँहरूले माया देखाउनु भएकोमा धेरै धेरै धन्यवाद फर्स्ट अफ अल आई रियली एप्रिसिएट यर लभ अनि तपाईँहरूले सोध्नुभएको क्वेसनहरू पनि धेरै जेन्युन थियो। म पहिलाको फर्स्ट भिडियोमा चाहिँ अलिकति नर्भस भएको थिएँ होइन, किनकि फर्स्ट टाइम भिडियो अपलोड गर्दै थिएँ केही कुराको बारेमा त्यति प्रोफेसनलिजम देखिएन मेरोमा। तर आज चाहिँ हामी भन्दैछौँ कि कुरा गर्छौँ कि नेपालमा कन्सल्टेन्सी चुज गरेपछि अथवा चुज गर्दा र चुज गरिरहेको बेलामा पढ्दै गरेको बेलामा कसरी पढ्ने, कसरी चुज गर्ने कन्सल्टेन्सी होइन, अनि कसरी त्यहाँ कन्सल्टेन्सीबाट पास आउट भएपछि एप्लाई प्रोसेसहरू गर्ने भनेर जापानको लागि एसएसडब्ल्यू भिजालाई रिलेटेड बनाएर है त। फर्स्ट अफ अल टकिङ अबाउट चुजिङ द कन्सल्टेन्सी है, तपाईँले पढ्नको लागि एउटा निहोङ्गो नो गाक्को जापानिज भाषाको गाक्को चुज गर्नुहुन्छ। त्यो चाहिँ नेपालको सन्दर्भमा चाहिँ फ्ल्याटमा अथवा कुनै बिल्डिङमा एउटा रेजिस्टर्ड अथवा विदेश पठाउने, विदेश स्टुडेन्ट भिजामा पठाउने कम्पनीहरू हुन्छ, त्यसलाई नै हामी आधार मानेर अहिले बनाउँदैछौँ है त। नेपालमा प्रायः जस्तो त्यो हुन्छ, एउटा पुरै डेडिकेटेडै गएको पुरै जापानिजमा पढाउने, जापानिजको म्याथ पढाउने त्यस्तो हाम्रो छैन। त्यही भएर हामी चाहिँ के भन्छ, एउटा ल्याङ्ग्वेज इन्स्टिट्युसन। जापानिज कुरा गर्ने भने ल्याङ्ग्वेज इन्स्टिट्युसन चुज गर्दाखेरि मेनली म काठमाडौँमा बस्छु। काठमाडौँको सिचुएसन हेर्ने भने तपाईँको लोकेसन अनुसार, एरिया अनुसार फी स्ट्रक्चरहरू डिफ्रेन्ट हुन्छ। कतै भन्नुहुन्छ N5 को लागि 18,000, N4 को लागि 15,000, कम्बाइन गरेर तपाईँलाई 30,000 सम्म हुन्छ। कतै भन्नुहुन्छ 20,000 N5, 20,000 N4 है। त्यो चाहिँ लोकेसन वाइज अनि तपाईँको इन्स्टिट्युसन वाइज डिफ्रेन्ट हुन्छ। अब तपाईँलाई चाहिँ अब महँगो लाग्यो, राम्रो पढाइ होला, अथवा इन्फ्रास्ट्रक्चर राम्रो देख्यो, राम्रो पढाइ होला, त्यसरी जानु हुँदैन मेरो विचारमा चाहिँ। किन भनेपछि फर्स्ट अफ अल तपाईँ त्यहाँ गएर भौतिक आराम लिने होइन, तपाईँलाई ज्ञानको कुरा लिनु पऱ्यो। कति घन्टा पढाइ हुन्छ त्यो सोध्नु पऱ्यो मेन, किनकि तपाईँको टाइमिङ अनुसार मिल्छ कि मिल्दैन है। 1 घन्टा क्लासको लागि तपाईँले 40,000 पे गर्नुहुन्छ, त्यो इनफ हुँदैन। अनि पढाएर मात्रै हुँदैन, पढाइ कस्तो छ त त्यहाँ। फर्स्टमा तपाईँको जहाँ पनि जोसुकै इन्स्टिट्युसनमा पनि तपाईँको ट्रायल पिरियड हुन्छ। अनि तपाईँ ट्रायल पिरियड जोइन गरेपछि तपाईँलाई चाहिँ त बुझ्यो कि बुझेन, तपाईँ एकचोटि आफ्नो फिडब्याक दिएर म पढ्छु अथवा पढ्दैन है। फी स्ट्रक्चर आफ्नो बजेट हेरेर तपाईँले चुज गरेर गर्नु सक्नुहुन्छ। बाँकी अनलाइनमा पनि धेरैमा छ होइन, धेरैमा पढाइ हुन्छ। त्यो चाहिँ अब एउटा डिफ्रेन्ट सिनेरियो भयो। अनि अर्को भनेको तपाईँ त्यहाँ चुज गर्नुभयो, जोइन गर्नु, पढ्ने तरिका कसरी त है। फर्स्ट अफ अल तपाईँलाई पढाउँदाखेरि कसरी पढाएको छ उसले, त्योमा डिपेन्ड हुन्छ। फर्स्टमै तपाईँ गएपछि उसले के सिकायो त, हिरागाना र काताकाना होइन। हिरागाना र काताकाना हेर्दैमा त्यो तपाईँको कसरी सिकाएको छ त उसले। हिरागाना र काताकाना त सिका, डाइरेक्ट आ लेखेर सिकायो कि अथवा स्ट्रोक हेरेर सिकायो कि। यदि तपाईँलाई उसले स्ट्रोकसँग सिकाउँछ भनेपछि उसले तपाईँलाई पर्फेक्ट सिकाउँदैछ। अनि डाइरेक्ट लेखेर आ लेखेर तपाईँलाई आ लेखिदिएको छ भने त्यो चाहिँ मेरो विचारमा चाहिँ त्यो चाहिँ किन राम्रो हुँदैन। किनभने चाहिँ पछि गएर तपाईँ जापान जानुभयो, ल तपाईँलाई स्ट्रक्चर थाहा छ, स्ट्रोकहरू थाहा छ, हिरागाना लेख्ने भनेर तपाईँलाई कहिले सिकाउनु त ल भन्यो भने तपाईँले सक्दैन त्यो, किनकि तपाईँले सिक्नु भएको छैन। त्यही भएर पढाइ वाइज हेर्ने भने हिरागानाबाटै तपाईँले थाहा पाउनुहुन्छ कि त्यो कस्तो पढाउँछ भनेर है। हिरागाना, काताकाना, त्योपछि रुल्सहरू, त्योपछि थोरै नम्बरहरू, बारहरू, अनि त्योपछि लेसन वाइज जान्छ। लेसन 1 पढाउँदाखेरि उसले तपाईँलाई कसरी पढाएको छ तपाईँ पनि त्यसरी पढ्नुहुन्छ। पछि तपाईँले पढाउनु पऱ्यो, सिकाउनु पऱ्यो, कसै अगाडि भन्नु पऱ्यो, त्यसरी नै भन्नुहुन्छ। त्यही भएर त्यो ट्रायल पिरियडमै तपाईँले हेर्नु कि कस्तो पढाइ हुँदो रहेछ त्यहाँ भनेर है। हेर्ने तरिका भनिहालेँ मैले, हिरागाना स्ट्रोक वाइज सिकाउँछ, उसलाई आउँछ, त्यही भएर सिकाइरहेछ नि होइन। तर उसले डाइरेक्ट आ लेखिदिएको छ भनेपछि उसले त्यही टेबल हेरेरै गरायो त भने तपाईँले पनि टेबल हेरेर गर्न सक्नुहुन्छ। अनि त्यसको लागि किन पे गर्नु पऱ्यो, स्ट्रोक वाइज सिक्नको लागि जानुभयो होला नि त होइन। अनि त्यो एउटा केस भयो। अब अर्को भनेको तपाईँको लेसन वाइज कसरी पढाएको छ त, तपाईँले पैसा तिर्नुभयो, कसरी पढाइरहेको छ। अब मेरो कुरा गर्ने हो भने म चाहिँ फर्स्टमा कसरी पढाउँथेँ भन्दा फर्स्टमा आज वर्ड मिनिङ लेखाउँथेँ, एक्सप्लेन गर्थेँ, आज वर्ड मिनिङ याद गर्न टाइम दिन्थेँ, भन्थेँ म 75% वर्ड मिनिङ चाहिँ पढेर आउनु, किनकि वर्ड मिनिङ नआएर ग्रामर आउँदैन। ग्रामरसँग जोइन गरेर चाहिँ अनि हामीले के बनाउँछौँ त, सेन्टेन्स बनाउँछौँ। त्यो कारणले गर्दाखेरि अनि भोलिपल्ट उहाँहरूले वर्ड मिनिङ याद गरेर आउनुहुन्थ्यो, अनि ग्रामर पढाइदिन्थेँ।
ग्रामर पढाएर अनि उहाँहरूलाई सेन्टेन्स बनाउन दिन्थेँ आफैले। नेपालीमा बनाउनुहोस्, त्यसलाई जापानिजमा यसरी ट्रान्सलेट गर्नु भन्थ्यो। उहाँहरूले आइसकेपछि उहाँहरूलाई त्यो ग्रामरकै दिनमा रिडिङ गराउने हो, बुनकै रे बुन खाइवा, अनि त्यसपछि रेन्सियोए पढाउने। अनि रेन्सियोए गर्नलाई चाहिँ माथिको रे कसरी दिएको छ, एक्जाम्पल कसरी दिएको छ त्यो गराउँथेँ। त्यो मात्र यसरी हो, होमवर्क दिन्थ्यो त्यो सँगै रेन्सियोसी चाहिँ म पछिको लागि बाँकी राख्थेँ। अनि रिडिङको त्यो टेस्टको जुन त्यो पछाडिको पार्ट हुन्छ त्यसलाई चाहिँ म होमवर्कमा दिन्थेँ। अनि भोलि आएर लिसनिङ गराएर वर्ड मिनिङ पढाउने टाइम दिन्थेँ, फेरि त्यसको भोलिपल्ट नि वर्ड मिनिङ, त्यसरी जान्थ्यो। अब अहिलेको सिचुएसन के छ भनेपछि आज वर्ड मिनिङ पढेर आउनुहुन्छ स्टुडेन्टले, पढेर याद भयो, जबसम्म वर्ड मिनिङ याद आउँदैन तबसम्म ग्रामर पढाउँदिनँ। अनि वर्ड मिनिङ पढेर आइसकेपछि उहाँलाई मैले आज वर्ड मिनिङ पढेर आउनुभयो, ग्रामर पढाउँछु। ग्रामर पढाएर अनि वर्ड मिनिङसँगैको त्यो एक्जाम्पलहरू बनाएर रिडिङ गरेर रेन्स्यु होमवर्क गर्नु होला भनेर लिसनिङ क्लासमै त्यही ग्रामरको दिनमा गराएर रेन्स्यु सिकाएर अनि टोटल च्याप्टर 1 पढ्दैछ भने च्याप्टर 1 पुरै सकाएर मात्रै च्याप्टर 2मा अनि लेसन 5 पुगेपछि खान्ची पढाउँछु। भनेपछि एउटा प्याटर्न हुन्छ, सबै सेन्सरको आफ्नो प्याटर्न हुन्छ, मेरो जस्तै नहोला अथवा मेरो र तपाईँले पढिरहेको सेन्सरको एउटै नहोला है। त्यो आफ्नो प्याटर्न हुन्छ, आफ्नो तरिका हुन्छ। तर तपाईँलाई कस्तो सिक्दै हुनुहुन्छ त्योमा भर पर्छ। तपाईँ कसैलाई सिकाउन सक्नुहुन्छ नि तपाईँले राम्रो सिक्दै हुनुहुन्छ, तपाईँले कसैलाई सिकाउन सक्नु हुँदैन, तपाईँ राम्रो सिक्दै हुनुहुन्न। त्यो भन्दैमा सिकेन मैले गतिलो भएन, मलाई त अहिलेसम्म बोल्न आउँदैन, म लेसन 14 पुगिसकेँ भन्नुहुन्छ भने त्यो तपाईँकै प्र्याक्टिसको कमी हो। अब प्र्याक्टिस गरेर पनि आउँदैन भनेपछि एज लाइक आफैमा डिपेन्ड हुनु, अझै मेहनत गर्नुपर्छ। पढेको तरिका मिलिरहेको छैन, पढाएको तरिका पनि ठिक छ, बुझिरहेछ हो, घरमा पढिरहेछ, तर वर्ड मिनिङै याद हुँदैन भने चाहिँ तपाईँले आफूलाई पहिला फ्री बनाउनु अनि पढ्नु है। अनि अब त्यो तपाईँले पढिसक्यो, चुज गर्नु सक्नुभयो, त्यसपछि प्रोसेस अगाडि बनाऊ। जेएफटीको फर्म खुल्छ 2-3 महिनाको ग्यापमा, स्किलको फर्म खुल्छ त्यही बेलामा 2-3 महिनाकै ग्यापमा। भनेपछि तपाईँले फर्स्टमा चाहिँ 6 महिना 7 महिना मजाले पढ्नु N5 र N4। इरोदोरी भनिन्छ, इरोदोरी चाहिँ तपाईँको एउटा बेस क्रिएट गर्ने हो। नत्र भए तपाईँलाई यदि N5 र N4 राम्रो छ भनेको चाहिँ इरोदोरी तपाईँले लगभग 15-20 दिनमा खर्रै एक दिनमा तपाईँले 2 घन्टा टाइम दिनु भने मजाले सकिने सब्जेक्ट हो, बुक हो है। अनि त्योपछि तपाईँले फर्म भर्नु, 6-7 महिना मजाले पढ्नु, टाइम चाहिँ दिनुपर्छ। अनि त्यो चाहिँ फर्म भर्नु, फर्म भरेपछि तपाईँले जेएफटीको $36 अमेरिकन डलर 36, अब नेपाली गऱ्यो भने लगभग 6,000 हुन जान्छ अहिलेको डलरको भाउ बढिरहेको भएर। अनि तपाईँले फर्म भर्नुहुन्छ जेएफटीको, तपाईँ पास हुनुभयो, राम्रो भयो, 200 मार्क्स प्लस आयो, राम्रो भयो, तपाईँ स्किलको लागि ध्यान दिन पाउनुभयो। तर तपाईँ पास हुनु भएन भनेपछि अब के गर्नु त, फेरि जेएफटीकैमा लागेर हुन्छ त, स्किल नगरेर हुँदैन है। तपाईँले के गर्नु, फर्म तपाईँ फेल हुनुभयो, तपाईँले एटेम्प्ट पुगेन, अर्को एटेम्प्ट दिनुपर्छ भनेपछि तपाईँ एकचोटि फेरि एटेम्प्ट दिँदाखेरि दुईटाको फर्म सँगै भर्नु है। दुईटाको फर्म सँगै भरिसकेपछि तपाईँले के गर्नु त, दुईटाको फर्म सँगै भरेपछि अलिकति स्किलको अगाडि पनि पढ्न सक्छ अथवा जेएफटीको अगाडि पनि पढ्न सक्छ। अनि एक्जाम एटेन्ड गर्नु, त्योपछि तपाईँको इन्स्टिट्युसनमा कन्सल्टेन्सीमा गएर ल पास भयो भनेर उहाँले आफै भन्नुहुन्छ। अनि त्योपछि प्रोसेसको लागि अगाडि के गर्न सकिन्छ, कहाँबाट एप्लाई गर्ने, एकचोटि राम्रो काउन्सिलिङ लिनु है। किनकि सबै कन्सल्टेन्सी एउटा पठाउन मिल्दैन बाहिर। अनि अब के को थ्रुबाट जाने त, अब मेन पावरकै थ्रुबाट, राम्रो मेन पावर कुन छ त्यही अनुसार तपाईँले गर्नु। अनि डिमान्डको कुरा हो, डिमान्डको अब अहिलेको सिनेरियो हेर्नुहुन्छ भने चाहिँ नर्सिङ केयर गिभिङमा केटा मान्छेलाई धेरै लगिरहेको छैन, केटी मान्छेलाई नै बढी प्रिफर गर्छ। अनि फुड सर्भिस लगभग डिमान्डै छैन भनौँ, कतिपयमा छ भने पनि त्यो एउटा दुईवटा फाटाफुट्टाको लागि नगर्नु। 50 जनाको एसएसडब्लुमा फुड सर्भिसमा एक्जाम दिन लाउनुहुन्छ कन्सल्टेन्सीबाट, अनि डिमान्ड हुन्छ 2 जना, पुगेन, बाँकीको 48 जनालाई गयो। त्यो राम्रो बिल्डिङ क्लिनिङहरू अथवा अझै लाइफ ड्राइभिङहरूमा, एग्रिकल्चरहरूमा धेरै छ है, धेरै छ। एकचोटि आफूले गर्नु होला, अनि एकचोटि राम्रोसँग काउन्सिलिङ गरेर तपाईँलाई एप्लाई गर्ने बेलामा। अब खर्चको कुरा गरौँ होइन, कति खर्च आउँछ भनेपछि तपाईँले ल्याङ्ग्वेज पढ्दाखेरि चाहिँ अब प्रायः कन्सल्टेन्सीमा चाहिँ प्रायः इन्स्टिट्युसनमा तपाईँको ट्रायल पिरियडमै तपाईँको फी माग्दैन है। 2-3 दिन तपाईँलाई ट्रायल पिरियड हुन्छ नर्मल्ली, नेपालको 80-90% जहाँसम्म मैले चिनिरहेको छु इन्स्टिट्युसनहरू, उहाँहरूले, मेरैमा पनि त्यही हो। अनि
तपाईँले जानुहुन्छ, त्यहाँबाट तपाईँको कन्सल्टेन्सी चार्ज पढाएको कन्सल्टेन्सी चार्ज नभनौँ त्यसलाई, फेरि गभर्मेन्ट पर्सनले हेरिदिनुहुन्छ नि अलिकति नराम्रो इम्प्याक्ट पर्न जान्छ। त्यो चाहिँ ल्याङ्ग्वेज लर्निङ फी हुन्छ, जुन 6 देखि 7 महिनाको। ठाउँ हेरेर 30,000 25,000देखि लिएर होइन 50,000सम्म पनि हुन्छ कतिपय ठाउँमा। त्यहाँ पढाइको अनुसार, त्यहाँको खर्च अनुसार, त्यहाँको तपाईँ जति राम्रो फिजिकल एपियरेन्स भएको अथवा तपाईँको प्रोपर्टिज अनि त्यो पछि इन्फ्रास्ट्रक्चर्सहरू भएको ठाउँमा जानुभयो, त्यति नै राम्रो पैसा लिने हो उहाँहरूले। अनि मेन भनेको टिचर कस्तो हुनुहुन्छ, तपाईँसँग फ्रेन्डली हुनुहुन्छ कि हुनुहुन्न होइन। अथवा तपाईँलाई मोबाइलमा हेरेर तिमी घरमा पढ भन्नुहुन्छ भने, घरमा पढ कोहीले तपाईँलाई होइन युट्युबमा घरमा पढ्नु भन्नुहुन्छ भने एउटा राम्रो सजेसन पनि हो, अर्को चाहिँ नराम्रो सजेसन पनि हो। किनभने चाहिँ यदि युट्युबमै घरमा पढ्नु छ भनेपछि त्यो 1 घन्टा आएर त्यो अलिकति बुझ्नको लागि, बाँकी युट्युबमै पढ्नको लागि चाहिँ स्टुडेन्टले 30,000 40-50,000 पे नगरे हुन्छ। घरमै बस्यो, आफै सेल्फ लर्निङ गर्यो होइन। तर तपाईँले कन्सल्टेन्सीमा जाँदै हुनुहुन्छ, तपाईँको सेन्सेको पढाउने तरिका छुट्टै हुनसक्छ। सेन्सेले पढाएको तरिका अनुसारै N5 पढ्नु, बरु N4 पछि छुट्टै पढ्नु है। म आफ्नै स्टुडेन्टहरूले पनि हेरिदिनु छ भने भन्छु, N5 चाहिँ मैले पढाउँदैछु भने मबाटै पढ्नु। तपाईँलाई मैले पढाएको बुझ्नु भएन भने मलाई सोध्नु है। तपाईँ त्यो मैले पढाएको बुझेन भनेपछि तपाईँ बाहिर हेर्नुभयो, रिसर्च गर्नुभयो भने तपाईँलाई उसले पढाएको इजी लाग्नसक्छ, मैले पढाउँदा गाह्रो लाग्नसक्छ। अथवा मैले पढाएको सजिलो लाग्नसक्छ, उसले पढाएको गाह्रो लाग्नसक्छ। झन् त्यो के हुन्छ त, जुत्छ, नराम्रो हुन्छ, बेकारमा तपाईँको पढाइबाट हट्छ मात्रै। ला सेन्सेले खान्जी गराउनु भएन भनेर भन्छ। अनि त्यस खान्जी नगराउनु कारण पनि त होला नि त होइन। तपाईँको लेभल नपुगे हुनसक्छ, तपाईँको वर्ड मिनिङ सफिसियन्ट नभए हुनसक्छ। त्यति मात्रै नभएर तपाईँले टाइम नदिएको हुनसक्छ त्यसमा, अनि सेन्सेले त्यही अनुसार तपाईँलाई गाइड गरिराख्नुहुन्छ। नत्र के छ र, दिनमै तपाईँले 20वटा च्याप्टरको ग्रामर पढ्छु भन्नुहुन्छ भने नि होइन, म त एक दिनमै N5 पाइदिन्छु भन्नुहुन्छ भने 12 मिनटको ग्रामरको भिडियोहरू युट्युबमा एभाइलेबल छ। तर तरिका अनुसार बरु N4 आफै लर्न गर्नु होइन, युट्युबमा हेरेर, अनलाइन हेरेर, बुक आफैले गरेर, सेभरल अफ मक्स दिएर तपाईँले आफै गर्नुहुन्छ भने गर्नु। तर N5लाई चाहिँ हेरचाह नगर्नु, किनकि एउटा N5 भनेकै के हो त, जग हो। जग बलियो भने, जग भनेको N5, त्यसको माथि भुइँतल्ला ग्राउन्ड फ्लोर अथवा 1 तल्ला होइन, त्यो भनेको चाहिँ के हो त N4, त्यसको माथि N3, त्यसको माथि N2, त्यसको माथि N1 है। त्यही भएर जग बलियो भने भुइँचालो आयो, तपाईँको N5 त्यो छैन भनेपछि अलिकति पनि मिस्टेक भयो भने दोष्टै हुन्छ। त्यही भएर त्यो चाहिँ ध्यान दिउँ है। ल, आजको लागि यति नै। भिडियो मन परेमा लाइक गर्नु, सब्सक्राइब गर्नु, कमेन्ट गर्नु। मैले चाहिँ अब पहिला धेरै भिडियो बनाएको थिएन होइन, 2 हप्तै ग्याप भयो, किनभनेपछि एज लाइक कन्टिन्युटी दिन सकिएन होइन। तपाईँहरूले अब भिडियो पोस्ट गरेँ, 2 दिनसम्म भ्युज थिएन, अनि मोटिभेसनै आएन क्या। अब टिकटकहरूमा त्यसको डाटा राम्रै गइरहेको थियो, अनि त्यही अनुसार मैले गर्दै गरेँ। टिकटकमा चाहिँ छ मेरो एभाइलेबल है, अनि क्लासहरू पनि पढाइरहेको छु। त्यो अलि सिम्पल, त्यस्तो डिपमा जाँदिनँ, किनभने चाहिँ डिपमा जानको लागि मेरो छुट्टै फ्याकल्टी छ, मेरो छुट्टै एउटा डिपार्टमेन्ट छ। म त्यहाँ क्लासेसहरूमा पढाउँछु डिपमा है। त्यहाँ चाहिँ सिम्पली एउटा सर्टकटमा पढिसके स्टुडेन्टलाई रिभिजन हुने तरिकाले मात्रै पढाउँछौँ हामी। त्यही हो। अनलाइनमा पढ्न चाहनुहुन्छ भने अनलाइन क्लासेस पनि एभाइलेबल छ। मसँगै पढ्न चाहनुहुन्छ भने कुमारपाडीमा हाम्रो अफिस छ, कन्ट्याक्ट गर्न सक्नुहुन्छ। नम्बर चाहिँ म डिस्क्रिप्सनमा दिन्छु, कन्ट्याक्ट गर्न सक्नुहुन्छ। हस्, आजलाई यति नै। सी यू।